यस्तो पोइन्टमा तल आगो बालेको छ। आगो बालेको धुवा माथि गएको छ त्यहाँसम्म स्ट्रेट, अनि त्यहाँबाट सिधै माथि नगएर होरिजेन्टल यसरी गएको छ। किन होला यस्तो भएको, क्यान यु गेस? यस्तो हुनुको कारण भनेको चाहिँ आजभोलिको मौसम के छ भनेपछि यो चैतको मिडतिर दिउँसो निकै गर्मी हुने, अनि साँझ अहिले चाहिँ साँझको 6 बजेको छ। कति बजेको छ? 6:45 भएको रहेछ टु बी एक्ज्याक्ट। 6:45 बजेमा अहिले चाहिँ चिसो भइसकेको छ, चिसो हुन सुरु भइसकेको छ। र चिसो हुँदाखेरि जहिले पनि माथिबाट तल चिसो हुँदै आउने हो। माथि एटमोस्फियरबाट तल चिसो 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 हुँदै आउँछ। र यो स्मोक भनेको चाहिँ जहिले पनि यसको नेचर भनेको हट, तातो, र तातो कुनै पनि तातो मोलिकुल जहिले पनि अपवर्ड डिरेक्सनमा मुभ गर्छ वा लाइटर हुन्छ। कोल्ड मोलिकुल भन्दा लाइट मोलिकुल, हट मोलिकुल चाहिँ लाइटर हुन्छ र त्यो अपवर्ड डिरेक्सनमा जान खोज्छ। तर अब के भयो भनेपछि त्यो होरिजेन्टल स्पेसको ठ्याक्क अप्परमोस्ट लेयरसम्म चाहिँ के रहेछ, एकदमै चिसो भइसकेको रहेछ भन्ने बुझ्नु पर्यो। जसले गर्दाखेरि त्यो स्मोक चाहिँ त्यहाँ पुग्दाखेरि चाहिँ चिसो भयो र त्योभन्दा माथि चाहिँ उडेर जान सकेन। जसले गर्दाखेरि के भयो, एउटा माथि चाहिँ सिल जस्तो, होरिजेन्टल सिल वा ब्यारियर जस्तो बन्यो, जसले गर्दाखेरि त्यसलाई चाहिँ स्मोकलाई के गर्यो, होरिजेन्टल वेमा मुभ गरिदियो। र अब यसमा चाहिँ यो डिरेक्सनमै किन गयो भन्ने हुनसक्छ। त्यहाँबाट स्मोक स्टार्ट भएको छ, यो डिरेक्सनमै किन गयो, यता पनि जान सक्थ्यो भन्ने कुरा हुनसक्छ। यो चाहिँ इट डिपेन्ड्स अन डिरेक्सन अफ विन्ड। अहिले चाहिँ हावा चाहिँ यताबाट यतातिर बगिरहेको छ, त्यही भएर यतातिर गयो। द्याट्स इट। इट्स नेचुरल भन्दा नि इट्स कमन फेनोमेना ड्युरिङ दिस पिरियड अफ टाइम। यो जताततै हेर्न देख्न सकिन्छ।